एव। ओम श्री गुरुभ्यो नमः। ओम गुरुरेव गति गुरुमेव भजे गुरुणैव सहास्मि नमो गुरवे। न गुरो परमं शिशुरस्मि गुरोः मतिरस्ति गुरो मम पाहि गुरु। ओम गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर गुरुः साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमः। हामीहरू श्रीमद् भगवद् गीताको चिन्तन गरिरहेका थियौँ। श्रीमद् भगवद् गीताको चिन्तनको क्रममा हामीहरू प्रथम अध्यायको पहिलो श्लोकको बारेमा केही थोरै हामीले जानिसक्यौँ। तसर्थ अब अगाडि हामीहरूले दोस्रो श्लोकदेखि हामीले आरम्भ गर्नेछौँ। प्रथम श्लोकमा जब युद्धको क्रममा पाण्डवहरू र कौरवहरूको बिचमा युद्ध आरम्भ भयो, जब युद्ध आरम्भ भइसकेपछि जब भीष्म पितामह घायल हुनुभयो, त्यसपछि भगवान वेदव्यासजीको कृपाले दिव्य दृष्टि पाएका सञ्जयले तुरन्त उठेर हस्तिनापुर पुगेर धृतराष्ट्रजीलाई जुन जुन वृत्तान्त सुनाउँछन् त्यो वृत्तान्त चाहिँ यहाँ अगाडि आउनेछ। प्रथम श्लोकमा सञ्जय हस्तिनापुर पुगिसकेपछि धृतराष्ट्रले प्रश्न सोध्नुहुन्छ। मतलब युद्धको रणभूमिमा जब कौरवहरू र पाण्डवहरूको बिचमा युद्ध भइरहेको छ, तिनीहरूको बिचमा जब युद्ध भइरहेको छ, त्यो युद्धमा चाहिँ मेरा र पाण्डुका पुत्रहरूले के गरे त भनेर जब धृतराष्ट्रले प्रश्न सोध्नुहुन्छ, त्यसपछि सञ्जय समग्र वृत्तान्त सहित जुन युद्धको भूमिका सहित युद्ध कसरी सुरु भयो, युद्धको सुरुमा प्रारम्भमा कस्ता कस्ता घटनाहरू भए, जब प्रारम्भमा के भयो त्यो, अनि त्यसपछि दुर्योधनले द्रोणाचार्यलाई के भने, ती कुराहरू चाहिँ यहाँ दोस्रो श्लोकदेखि अगाडि प्रस्तुत हुनेछ। तसर्थ हामीहरूले पढेको पहिलो श्लोकलाई एकचोटि उच्चारण गरौँ, त्यसपछि हामी अगाडि बढौँ। अथ श्रीमद्भगवद्गीता प्रथमोऽध्यायः। धृतराष्ट्र उवाच धर्मक्षेत्रे कुरुक्षेत्रे समवेतायुयुत्सवः मामकः पाण्डवाश्चैव किमकुर्वत सञ्जय। धृतराष्ट्र उवाच धर्मक्षेत्रे कुरुक्षेत्रे समवेतायुयुत्सवः मामकः पाण्डवाश्चैव किमकुर्वत सञ्जय। धृतराष्ट्र उवाच धर्मक्षेत्रे कुरुक्षेत्रे समवेतायुयुत्सवः मामकः पाण्डवाश्चैव किमकुर्वत सञ्जय। यो श्लोकमा चाहिँ के भनिएको छ भन्दा, जब धृतराष्ट्रले के सोध्नुभयो त, धृतराष्ट्रले के सोध्नुभयो भने धर्मक्षेत्रे कुरुक्षेत्रे समवेता युत्सवः मामकः पाण्डवाश्चैव किमकुर्वत सञ्जय। धर्मक्षेत्र कुरुक्षेत्रमा युद्धको लागि जम्मा भएका मेरा तथा पाण्डुका पुत्र अथवा पाण्डवहरूले चाहिँ के गर्दैछन् त, युद्धको भूमिमा चाहिँ के गर्दैछन् त, तिनीहरू को घायल भए, के भए, तिनीहरू कस्तो तरिकाले आइरहेका छन् त भनेर यहाँ चाहिँ भूमिका भनेर चाहिँ धृतराष्ट्रले सोध्नुहुन्थ्यो। यो श्लोकमा विशेष हामीले के चिन्तन गरेका थियौँ त भन्दा, धर्मक्षेत्र कुरुक्षेत्रमा धृतराष्ट्र उति बेला त्यो समयका हस्तिनापुरका राजा थिए। एकजना राजाको दृष्टिमा सबै जनताहरू अथवा प्रजाहरू के हुन्छन्, सबै बराबर हुन्छन्। तसर्थ राजाको दृष्टिमा प्रजाहरू बराबर हुनुपर्ने हो। त्यही पनि धृतराष्ट्रको दृष्टिमा के छ त भन्दा, मेरा तथा पाण्डुका पुत्रहरूले के गरे त भन्दा मेरो र अरूको भन्ने भावना छ। तसर्थ राग अथवा द्वेषपूर्ण भावना छ, अथवा धृतराष्ट्रमा राग द्वेष छ, धृतराष्ट्रको मनमा अझै पनि राग द्वेष छ भन्ने कुरा चाहिँ यहाँबाट हामीले पत्ता लगाउन सकिन्छ। जब मान्छेमा राग द्वेष हुन्छ, तसर्थ त्यो राग द्वेषको कारणले गर्दा नै झगडा उत्पन्न अथवा केही सङ्कट उत्पन्न हुन्छ। तसर्थ यहाँ धृतराष्ट्रले गरेको अथवा सोधेको प्रश्न अनुसार चाहिँ धृतराष्ट्रको मनमा अझै पनि राग द्वेष छ। त्यसपछि त्यही राग द्वेषको कारणले गर्दा नै युद्ध प्रारम्भ भयो
युद्ध प्रारम्भ भइसकेपछि जब भीष्म पितामह लड्नुभयो, भीष्म पितामह लडिसकेपछि सञ्जयजी अब आफ्नो कौरव पक्षमा भीष्म पितामह जस्तो योद्धा लडिसकेपछि अब हाम्रो के हुने हो त भनेर त्यसपछि सञ्जय तुरन्त उठेर हस्तिनापुर पुगेर जुन धृतराष्ट्रलाई वचन बताउन थाल्नुहुन्छ। के बताउनुहुन्छ त हाम्रो अगाडि जस्तो सञ्जय उवाच सञ्जय उवाच दृष्ट्वा तु पाण्डवानीकम् दृष्ट्वा तु पाण्डवानीकम् व्यूढं दुर्योधनस्तदा दृष्ट्वा तु पाण्डवानीकं व्यूढं दुर्योधनस्तदा आचार्यमुपसंगम्य राजा वचनमब्रवीत्। दृष्ट्वा तु पाण्डवानीकं व्यूढं दुर्योधनस्तदा आचार्यमुपसंगम्य राजा वचनमब्रवीत्। दृष्ट्वा तु पाण्डवानीकं व्यूढं दुर्योधनस्तदा आचार्यमुपसंगम्य राजा वचनमब्रवीत्। ठीक है, ठीक छ। यसलाई वचन मतलब वचन न वचन वचनमब्रवीत् हो। ठीक छ। अझ हामीहरूले श्लोकको हजुर कुरुवंशका पाण्डवहरू र कौरवहरू सबै के थिए, सबै कुरुवंशका थिए। तर भीष्म पितामहले एउटा प्रतिज्ञा गर्नुभएको थियो, म नमर्दासम्म पनि मैले चाहिँ हस्तिनापुरको राज्यलाई चाहिँ मैले सम्हालेर राख्छु, अथवा हस्तिनापुरको राज्यसँग चाहिँ म सधैँ सहकार्य गर्छु भन्ने। उहाँ चाहिँ कौरव होइन, कौरव पक्षको। कौरव विशेष गरेर धृतराष्ट्रका पुत्रहरूलाई कौरव भनिन्छ। कुरुवंशमा जो उत्पन्न हुनेहरू नै कौरव हुन् खासमा, त्यसको अर्थले हेर्ने हो भने। तर धृतराष्ट्रका जुन 100 जना पुत्रहरू भए तिनीहरूलाई चाहिँ कौरव भनिन्छ विशेष। हजुर त्यो त तसर्थ विशेष चाहिँ अनि अरु सहयोगीहरुमा चाहिँ पर्नुहुन्थ्यो उहाँ चाहिँ। भीष्म पितामह पनि उहाँहरूको सहयोगीमा चाहिँ उही त्यही राष्ट्रमा जो पाण्डवहरू वनवास गए त्योभन्दा अगाडि भीष्म पितामह पनि त्यही हुनुहुन्थ्यो नि त। पाण्डुको को दाइ पर्नुहुन्छ कि को गर्नुहुन्छ? राज्य सम्हाल्नको लागि मैले मेरो तर्फबाट जे हुन्छ त्यो मैले अन्तिम अवस्थासम्म पनि मैले गरेको छु भनेर। अब हामीहरूले सर्वप्रथम श्लोकको अर्थ गर्नको लागि के गर्छौँ, हामीहरूले पदच्छेद गर्छौँ। हामीले यो श्लोकमा पदच्छेद देख्छौँ। अब यहाँ कतिवटा के छन् त, दृष्ट्वा तु पाण्डवानीकं व्यूढं दुर्योधनस्तदा आचार्यमुपसंगम्य राजा वचनमब्रवीत्। यसलाई हामीहरूले पदच्छेद गरौँ। दृष्ट्वा तु पाण्डवानीकं व्यूढं दुर्योधनः तदा आचार्यम् उपसंगम्य राजा वचनम अब्रवीत्। अथवा त्यसपछि हामीहरूले अर्थ जान्नको लागि जुन श्लोकमा अगाडि पछाडि राखिएका शब्दहरू हुन्छन् त्यसलाई चाहिँ हामीले मिलाएर हामीले अन्वय जान्छौँ है त। तदा व्यूढं पाण्डवानीकं दृष्ट्वा तु आचार्यम् उपसंगम्य राजा दुर्योधनः वचनम अब्रवीत्। अब तदा व्यूढं पाण्डवानीकं दृष्ट्वा तु आचार्यम् उपसंगम्य राजा दुर्योधन वचनम अब्रवीत्। तदा भनेको के भन्दा जुन धृतराष्ट्रले सुरुमा प्रश्न सोध्नुभयो, के सोध्नुभयो त, धर्मक्षेत्र कुरुक्षेत्रमा मेरा तथा पाण्डुका पुत्रहरूले के गर्दैछन् त। अब यहाँ जुन तदा पद दिएको छ, तदाले के बुझिन्छ भन्दा जुन धृतराष्ट्रले प्रश्न सोध्नुभयो
केमा त भन्दा धर्मक्षेत्र कुरुक्षेत्रमा युद्धको लागि जम्मा भएका कुन बेलामा युद्धको लागि जम्मा हुन्छ भन्दा जब युद्ध गर्ने बेला हुन्छ त्यति बेला नै के भन्छ युद्धको लागि जम्मा हुन्छन्। तथा भनेको युद्धको लागि जम्मा भएको बेलामा व्यूढम भनेको जुन व्यूह रचनायुक्त जुन समूह छ सेनाहरूको पाण्डव भनेको पाण्डवहरूको सेनाहरूलाई दृष्ट भनेको देखेर आचार्य उपसङ्गम्य आचार्य भनेको आफ्नो गुरुजीको नजिकमा उपसङ्गम्य भनेको नजिकमा गएर राजा दुर्योधन वचनमा अब्रवीत राजा दुर्योधनले चाहिँ वचनमा अब्रवीत बोली भने मतलब केही वचन बोले। अब हामीहरूले यसको प्रत्येक पदको अर्थ देखौँ। दृष्ट भनेको देखेर, तु भनेको संस्कृत भाषामा अव्यय अथवा र देखेर नै त्यस्तो अर्थ लाग्छ। पाण्डवानिकम भनेको पाण्डवका सेनाहरूको, व्यूढम भनेको व्यूह रचनायुक्त, दुर्योधनले तदा त्यस समयमा आचार्य भनेको दुर्योधनका गुरुको थिए त द्रोणाचार्यजी, गुरु द्रोणाचार्यको उपसङ्गम्य भनेको नजिक, उप भनेको नजिक, सङ्गम्य नजिक गएर, उपसङ्गम्य भनेको नजिक गएर राजा वचनम अब्रवीत राजा यो वचन चाहिँ भने। के त यो हामीहरूले पदार्थ जुन दिएका छौँ यो पदच्छेदको अनुसार चाहिँ यो पदच्छेद दिएको छ। हामीले अगाडिको पाठमा चाहिँ यो अन्वय अनुसार पदच्छेद अर्थ जाने हो भने हामीलाई सजिलो हुन्छ। अन्त यसको सामान्य अर्थ देख्नुभयो भने त्यो समयमा, तदा भनेको त्यो समयमा वज्रव्यूहले उभिएको पाण्डव सेनालाई देखेर अथवा व्यूह रचनायुक्त पाण्डवका सेनाहरूलाई देखेर आचार्य उपसङ्गममा अथवा द्रोणाचार्यको नजिकमा गएर दुर्योधनले वचन भने। दुर्योधनले के भने त त्यो चाहिँ हामीहरूले अगाडि विचार गर्छौँ। अझ दुर्योधनले द्रोणाचार्यलाई नै किन भने त आफ्नो गुरुलाई, किनकि जब द्रोणाचार्य पाण्डव पक्षमा जति पनि व्यक्तिहरू थिए, जति पनि योद्धा महारथीहरू थिए, जस्तै अर्जुन, भीम, नकुल, सहदेव आदि जति पनि योद्धाहरू थिए, तिनीहरू पनि के थिए त भन्दा द्रोणाचार्य गुरुजीकै शिष्य थिए। तसर्थ यहाँ दुर्योधनले आफ्नो स्वार्थको लागि चाहिँ द्रोणाचार्यको नजिक गएर केही भन्दैछन्। कस्तो स्वार्थ त भन्दाखेरि द्रोणाचार्यको हुनुहुन्थ्यो जुन धनुर्विद्या सिकाउने अर्जुन आदि जुन पाण्डव आदि जुन त्यो बेलाका अथवा योद्धा भनौँ सबै तिनीहरूको चाहिँ गुरु हुनुहुन्थ्यो। अर्थात् दुर्योधनले द्रोणाचार्यलाई यस कारणले यो भन्दैछन् कि जब द्रोणाचार्यलाई हजुरका शिष्यहरू अगाडि छन्, हजुरका शिष्यहरूले नै हजुरलाई मार्न चाहन्छन्, यस्तो यस्तो कुरा भनिसकेपछि उहाँको अन्तःकरणमा एउटा क्रोध उत्पन्न गर्नको लागि चाहिँ दुर्योधनले चाहिँ यो कुरा भन्दैछन्। जसरी समाजमा पनि कसैले उल्काउने भन्ने हुन्छ नि, कसैले केही काम गर्यो भने त्यसलाई उल्काउने भन्ने, त्यस्तै गरी नै अब यहाँ दुर्योधनले चाहिँ द्रोणाचार्यलाई एउटा उल्काउने प्रवृत्ति अथवा कुनै उक्साउने प्रवृत्ति चाहिँ देखाइरहेका छन् अथवा युद्ध गर्नको लागि उक्साइरहेका छन्। ठिक छ, बुझ्नुभयो? कौरवका पाण्डवका सबैका। खासमा पाण्डवहरू पनि कुरुवंशकै थिए नि त। पाण्डव जो पाण्डु र धृतराष्ट्र दुई भाइ हुनुहुन्थ्यो, दुई भाइ थिए। अनि पाण्डवका पुत्र चाहिँ पाण्डव भए, पाण्डुका पुत्र चाहिँ पाण्डव भए, अनि धृतराष्ट्रका पुत्र चाहिँ के अरे दुर्योधन आदि चाहिँ के भए कौरव भए। त्यसपछि दुर्योधनले चाहिँ द्रोणाचार्यको नजिक गएर चाहिँ भने के भने त भन्दा सञ्जय उवाच छन् त यहाँ। अनि सञ्जयले चाहिँ के अरे उयो दुर्योधनले द्रोणाचार्यले भनेको कुरा चाहिँ धृतराष्ट्रले सुनाउँदै हुनुहुन्छ होइन। जब युद्ध सुरु हुन लाग्यो त्यो चाहिँ भूमिका भन्दैछ। जस्तै युद्ध सुरु हुनभन्दा अगाडि नै जब युद्ध हुने बेलामा विपक्षीमा पाण्डवहरूका सेनाहरू छन्, यतापट्टि आफ्ना सेनाहरू कौरवहरूको पक्षबाट चाहिँ दुर्योधनले चाहिँ द्रोणाचार्यलाई चाहिँ देखाएर भन्दैछन् कि हेर्नुहोस् गुरुजी, यहाँ मतलब यो पाण्डवहरूको सेनाहरू मतलब व्यूढ रचनायुक्त पाण्डवहरूको सेनाहरूलाई देखेर चाहिँ उनको समीपमा गएर भने जुन क्रिया गरे त्यो चाहिँ अहिले सञ्जयजीले चाहिँ धृतराष्ट्रलाई सुनाउँदै हुनुहुन्छ। अनि त्यही कुरा चाहिँ यो महाभारतमा चाहिँ लिपिबद्ध गरियो। यो चाहिँ अहिले सञ्जयले भन्दै हुनुहुन्छ यो श्लोक चाहिँ। ठिक छ, त्यही त यस्तो यस्तो भयो भनेर चाहिँ सुनाउँदै हुनुहुन्छ। यस्तो चाहिँ दुर्योधनले भनेको थियो भनेर, गरेको थियो भनेर। हजुर
ए हुन्छ। अब दुर्योधनले के भने त भन्ने कुरा चाहिँ अगाडिको श्लोकमा आउँछ। पश्यैतां पाण्डुपुत्राणां पश्यैतां पाण्डुपुत्राणां पश्यैतां पाण्डुपुत्राणामाचार्यमहतीं च मूम् पश्यैतां पाण्डुपुत्राचार्य महतीं च मूम् पश्यैतां पाण्डुपुत्राणामाचार्यमहतीं च मूम् पश्यैतां पाण्डुपुत्राणामाचार्य महतीं च मूम् व्यूढां द्रुपदपुत्रेण तव शिष्येण धीमता युद्धरूढां द्रुपदपुत्रेण तव शिष्येण धीमता पश्यैतां पाण्डुपुत्राणामाचार्यमहतीं च मूम् व्यूढां द्रुपदपुत्रेण तव शिष्येण धीमता पश्यैतां पाण्डुपुत्राणामाचार्य महतीं च मूम् व्यूढां द्रुपदपुत्रेण तव शिष्येण धीमता अब हामीहरूले चाहिँ यसलाई यहाँ के पद छन् पश्यैताममा दुईटा पद छन् पश्य प्लस एताम पश्यैताम ठिक छ पश्य एताम पाण्डुपुत्राणाम् आचार्य महतीं च मूम् व्यूढां द्रुपदपुत्रेण तव शिष्येण धीमता ठिक छ हजुर अब हामीले हेरौँ यसले अब हामीले अन्वय गर्छौँ पश्य एताम पाण्डुपुत्राणाम् आचार्य महतीं च मूम् व्यूढां द्रुपदपुत्रेण तव शिष्येण धीमता अथवा यहाँ सम्बोधन गरेर कसलाई भन्दैछन् त दुर्योधनले आफ्नो गुरुलाई भन्दैछन् गुरुलाई भन्नको लागि कसलाई बोलाउँछन् सुरुमा त गुरु भनेर चाहिँ गुरुलाई सम्मुख गर्न पनि कसैले मतलब कोही मान्छेले हामीले यसकारण बोलाइन्छ कि त्यो मान्छेले हामीतिर फर्कियोस् अथवा हाम्रो कुरा सुनिदियोस् भनेर तसर्थ यहाँ दुर्योधनले चाहिँ आफ्नो कुरा सुनाउनको लागि चाहिँ अथवा मेरो कुरा चाहिँ गुरुजीले सुन्नु होला अथवा सुनिदिनु होला भनेर चाहिँ त्यो आशा गरेर चाहिँ बोलाउँदैछन् के भन्छन् भन्दा आचार्य हे आचार्य तब धीमता शिष्येण भनेको हजुरको बुद्धिमान शिष्येण द्रुपदपुत्रेण भनेको शिष्य पुत्रद्वारा व्यूढां भनेको जुन जम्मा गरिएका जुन सेनाहरू छन् अथवा पाण्डुपुत्राणाम एताम पाण्डुपुत्रहरू अथवा पाण्डवहरूको एताम यो महती भनेको यो ठुलो सम्मुम भनेको सेनाहरूलाई पश्य भनेको हेर्नुहोस् भनेको यो सेनाहरूलाई हेर्नुहोस् त यहाँ कस्तो छ भयङ्कर युद्ध गर्नको लागि तम तयार भएर आएका छन् भनेर चाहिँ के भन्नुहुन्छ दुर्योधनले द्रोणाचार्यले भन्दै हुनुहुन्छ पश्य भनेको चाहिँ हेर्नुहोस् अब आचार्य भनेको चाहिँ आचार्य भनेको चाहिँ गुरुजीले भन्दै गुरु द्रोणाचार्यले आचार्य तब भनेको हजुरको धीमता भनेको बुद्धिमान शिष्येण द्रुपदपुत्रेण शिष्येण चाहिँ विशेषण द्रुपदपुत्रेणको द्रुपदपुत्र चाहिँ द्रुपदपुत्र जुन धृष्टद्युम्न थिए तिनी चाहिँ के को थिए त भन्दा शिष्येण भनेको अथवा शिष्य यसैको विशेषण चतुर्थी छ द्रुपदपुत्रेण यसको विशेषण भएको हुनाले शिष्येण पनि चतुर्थी नै भयो द्रुपदपुत्रेण शिष्येण द्रुपदपुत्र धृष्टद्युम्नद्वारा नै व्यूढान भनेको चाहिँ व्यूह रचना गरिएको पाण्डुपुत्राणाम मतलब पाण्डवका पुत्रहरूको यताम भनेको यो महतीम भनेको यो ठुलो सेनाहरूको महतीम चमुम भनेको चाहिँ सेनाहरूको जुन जमातलाई चाहिँ पश्य भनेको चाहिँ हेर्नुहोस् भनेर चाहिँ भने यसो सामान्य अर्थ हेर्नु हे आचार्य हजुरका बुद्धिमान शिष्य द्रुपदपुत्र धृष्टद्युम्नद्वारा व्यूह रचनायुक्त पाण्डवहरूको यो ठुलो धेरै सेनाहरूलाई हेर्नुहोस् भनेर चाहिँ दुर्योधनले द्रोणाचार्यले भने यहाँसम्म हामीहरूले हिजो पनि चर्चा गरेका थियौँ तसर्थ आज अगाडि बढ्छ अत्र शूरा महेश्वासा अत्र शूरा महेश्वासा भीमार्जुन समायुधि
अत्र शूरा महेश्वासा भीमार्जुनसमायुधि अत्र सूरा महेश्वासा भीमार्जुनसमायुधि अत्र सूरा महेश्वासा भीमार्जुनसमायुधि युयुधानो विराटश्च युयुधानो विराटश्च युयुधानो विराटश्च युयुधानो विराटश्च द्रुपदश्च महारथः द्रुपदश्च महारथः द्रुपदश्च महारथः द्रुपदश्च महारथः युयुधानो विराटश्च द्रुपदश्च महारथः युयुधानो विराटश्च द्रुपदश्च महारथः अत्र शूरा महेश्वासा भीमार्जुनसमायुधि युयुधानो विराटश्च द्रुपदश्च महारथः अत्र सूरा महेश्वासा भीमार्जुनसमायुधि युयुधानो विराटश्च द्रुपदश्च महारथः अब के भन्दैछन् त दुर्योधन अब दुर्योधनले चाहिँ द्रोणाचार्यलाई के भन्दैछन् त भन्दा द्रोणाचार्यलाई के भने त हेर्नुहोस् त जुन पाण्डवहरूको जमात जुन सेनाहरू छ तिनीहरूलाई चाहिँ हेर्नुहोस् भने अब त्यहाँ को छन् त भनेर चाहिँ वर्णन गर्छन् यो वर्णन पनि के को लागि गर्छन् त भन्दा त्यही मैले अघि भने कि एउटा द्रोणाचार्यको मनमा चाहिँ क्रोध उत्पन्न गर्नको लागि अथवा पाण्डवहरूको विपक्षमा चाहिँ एउटा क्रोध उत्पन्न गर्नको लागि चाहिँ प्रत्येक सेनाहरूको नाम लिएर चाहिँ यहाँ वर्णन गर्छन् दुर्योधनले ठिक छ अब हामीहरूले यसले पहिलो प्रदक्षित गरौँ अत्र शूराः महेश्वासाः भीमार्जुनसमा युधि युयुधानः विराटः च द्रुपदः च महारथः अब यसलाई हामीले अन्वय गरौँ अत्र यहाँ युधि महेश्वासा भीमार्जुनसमः शूराः सन्ति युयुधानः विराटः च महारथः द्रुपदः च सन्ति अत्र भनेको यहाँ यो सेनाहरूमा चाहिँ त्यो पाण्डवहरूको सेनाहरू छन् यसमा चाहिँ युधि भनेको योद्धा महेश्वासा भीमार्जुनसमः शूराः भीम र अर्जुन समान एकदम बलवान सुर बलवान मतलब योद्धाहरू सन्ति भनेको छन् यहाँ सन्तिलाई चाहिँ के अरे यो वाक्य पुरा गर्नको लागि चाहिँ हामीलाई सन्तिले यहाँ लिएर आएको जस्तै आक्षेप भनेर हामीले यसलाई चाहिँ सन्तिलाई वाक्य बुझ्नको लागि चाहिँ हामीले यो सन्ति राखेको ठिक छ सन्ति भनेको छन् सुराथन युयुधानः विराटः युयुधान विराट च महारथ द्रुपद महारथी द्रुपद पनि चाहिँ के छन् भन्दा त्यो सेनाहरूमा चाहिँ छन् यहाँ जानौँ अत्र भनेको यहाँ भनेको चाहिँ दुर्योधनले कसलाई देखाएर भन्दैछन् भन्दा पाण्डवहरूको सेनालाई देखेर द्रोणाचार्यले भन्दैछन् अत्र भनेको यहाँ पाण्डवहरूको सेनामा चाहिँ युधि भनेको यो पाण्डवहरूको सेनाको यहाँ यो युद्धमा महेश्वासा भनेको एकदम ठुल्ठुला धनुष जसले धारण गर्छ तिनीहरूलाई धनुषधारीलाई चाहिँ के भनिन्छ महेश्वासा भनेको महेश्वासा भीमार्जुन समा ठुल्ठुला धनुषधारी युद्धहरू कस्ता छन् भन्दा भीमार्जुन समाहा भीम र अर्जुनका समान बलवान छन् भीम र अर्जुन मात्रै बलवान होइन कि पाण्डवहरूको पक्षमा जति पनि सेनाहरू छन् तिनी पनि मतलब ती सेनाहरू पनि भीम र अर्जुनका समान चाहिँ के छन् सुराहा सुरवीरहरू होइन एकदम बलवानहरू चाहिँ सन्ति छन् युयुधान भनेको सात्यकीलाई युयुधान अर्थात् सात्यकी अनि विराट भनेको राजा विराट र महारथः द्रुपदः भनेको महारथी द्रुपद पनि के छन् भन्दा त्यो युद्धमा चाहिँ छन् यो सामान्य अर्थ दिगौँ र यहाँ यो युद्धमा पाण्डवका सेनाहरूमा ठुल्ठुला धनुषधारी भीम र अर्जुनका समान बलवान सुरवीरहरू र त्यसमा सात्यकी राजा विराट महारथी द्रुपद पनि त्यहाँ छन् अब यिनीहरू को थिए त यसको बारेमा चाहिँ हामीले भोलिको कक्षामा चाहिँ चर्चा गर्नेछौँ ठिक छ ओम पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ओम शान्तिः शान्तिः शान्तिः